जहाँ गवाई त्यहाँ दबाई। हालेलुया। जहाँ गवाई त्यहाँ दबाई। हजुरहरु पनि आफ्नो गवाई भन्नलाई नशर्माउनुस् है। यस्तै हो, गाली गलोच त आइरहन्छ, तर भलाइ गर्न छोड्नु हुँदैन, हामी थाक्नु हुँदैन। हेर्नु, यस्तै हो जिन्दगीमा। हामीहरू एकले अर्कामा साँच्चीकै भन्नुपर्दाखेरि रिसारिस गर्छौँ, डाहा गर्छौँ, अनि छटपट्टि भइरहन्छ, हाम्रो हृदयमा छटपट्टि भइरहन्छ। हामी मानिसहरू यो चोलामा रहँदाखेरि साँच्चीकै यस्तै हुन्छ। तर अघि पास्टर बुवाले भन्नुभयो जस्तै त्यो एक एकवटा आलु राख्दाखेरि चाहिँ एकदम भारी हुन्छ। अनि अर्को कुरा, आलुसँग आलु फेरि कुहिएर फेरि त्यहाँ फेरि अर्को रोग लाग्न थाल्छ है। त्यही कारणले गर्दाखेरि साँच्चीकै हामीले त्यो आलुहरूलाई चाहिँ फ्याल्नुपर्ने हुँदो रहेछ। त्यस कारणले तिमीले आशिष दिन्छौ भने तिमीलाई पनि आशिष मिल्नेछ भनिएकै छ। म धन्यवाद दिन्छु उहाँको वचनको लागि पनि। र अहिलेपछि यहाँ धेरै ठुलो मिराकल्स हुन्छ, धेरै रोग बिमारहरू निको हुन्छ। हाम्रो आफ्नो आत्माको बोझहरूलाई यसोमा हामी बिसाउँ है। मत्ती 11:28ले भने जस्तै हामीले हाम्रो बोझ उठाउन थाल्यौँ। यति धेरै बोझ छ कि त्यो बोझले हामीलाई यति लाग्छ कि हिजोको दिनमा म पनि एकदमै गाह्रो हुन्थ्यो मलाई। हुन त आज कति ठाउँमा मलाई गाली गर्नुहुन्छ, यो धर्मको प्रचार गर्छ, यो के गाली गर्नुहुन्छ। तर मलाई त्यसमा चित्त दुखाइ छैन, किनकि मेरो आफ्नो परिवारहरू हो उहाँहरू पनि, र उहाँहरूले मलाई माया गर्नुहुन्छ। म उहाँहरूको गायिका अनि म उहाँहरूको प्रिय चेली हैन। म नेपालको चेली भएको कारणले उहाँहरूले मलाई रिस गर्नुहुन्छ, गाली गर्नुहुन्छ। त्यो चाहिँ किन भन्दाखेरि मैले के भनिरहेको छु उहाँहरूले थाहा नपाएको कारणले हो। यदि एउटाले भनेको अर्कोले सुनेर बुझेको भएदेखि त झगडै हुँदैन, रिसै हुँदैन। तर मलाई रिस उठ्दैन, किन मलाई चाहिँ थाहा छ नि त। मलाई थाहा भएको मान्छे पनि म पनि रिसाउने, अनि उहाँहरू थाहा नभएको त त्यसै रिसाउनुहुन्छ। त्यो भयो भने झन् के हुन्छ, झन् द्वन्द्व हुन्छ। त्यही कारणले थाहा भएको मान्छे चाहिँ चुपै लाग्दा ठिक हुन्छ, किनकि समय आउँछ, समयले सबै कुराहरू सिकाउँछ, हो कि हैन? हाम्रो घर परिवारमा पनि त्यस्तै हुन्छ है। समयले सबै कुराहरू मलम लाउँदै जान्छ, सिकाउँदै जान्छ। यस्तै हो जिन्दगी। हुन्छ, म यहाँहरूलाई मेरो जीवनको गवाईको एउटा गीत सुनाउन चाहन्छु, जो चाहिँ हाम्रो निम सङ्गीतजी हुनुहुन्छ, सङ्गीतकार, एरेन्जर, रचनाकार, गायककार पनि हुनुहुन्छ उहाँ। र उहाँले चाहिँ यो गीत मेरो जीवनलाई देखेर, मेरो जीवन परिवर्तन भएको देखेर उहाँले यो गीत लेखिदिनु भएको मेरो लागि। र मैले उहाँलाई पहिलोचोटि स्टुडियोमा मैले सुसमाचार सुनाएको थिएँ, मैले आफ्नो जीवनको गवाई सुनाएको थिएँ। मेरो आवाज एकदमै गइसकेको थियो क्या। यहाँहरू कतिजनालाई थाहा छ मेरो गवाई? हात उठाउनुहोस् त। युट्युबमा हेरेको थिएँ भन्नुभयो है, युट्युबमा हेरेको थिएँ, तर कमैलाई थाहा रहेछ, धेरैजनालाई थाहा नरहेछ। अनि मेरो जीवनमा चाहिँ साँच्चीकै म सुरुमा चाहिँ अलिकति गवाई दिइहाल्नु है। जहाँ गवाई त्यहाँ दबाई। हालेलुया। जहाँ गवाई त्यहाँ दबाई। हजुरहरु पनि आफ्नो गवाई भन्नलाई नशर्माउनुस् है। यस्तै हो, गाली गलोच त आइरहन्छ, तर भलाइ गर्न छोड्नु हुँदैन, हामी थाक्नु हुँदैन। हेर्नुस्, आखिर यो संसारबाट जाने नै हो। राजा महाराजा जसले 30 केजीको तरबार बोक्ने राजाहरू त गए, कुनै रहन्छ र यहाँनिर, होइन र? कसैले जडा गाडेर यहाँ बस्नलाई आएको होइन, सक्दा पनि सक्दैन, जाने नै हो। जानुभन्दा अगाडि किन आफूलाई परेको सत्य घटनाहरू, सत्य कुराहरू बताइदिउँ न। फेरि म चाहिँ कस्तो गायिका पऱ्यो भन्दाखेरि मेरो अपोजिट जो हुनुहुन्छ मेरो आफ्नै परिवार हो। हिजो हामी भेटायो नि त, कति रमाइलो, आमा एकैछिनमा ल हेर त ल। अब हिजो हामी जुन घरमा बसेको, आज बिहान भरिभरि हाँसेर रमाइलोको साथ हामी यहाँ स्टेजमा प्रोग्राम गर्न आयौँ। त्यो घरको धन्यवाद दिन्छु, घरको जति पनि सदस्यहरू हुनुहुन्छ हामीलाई यति धेरै सत्कार, आदर, प्रेम गरेर राख्नुभयो, उहाँहरूलाई पनि धन्यवाद। अनि मेरो आवाज चाहिँ नबिर्से तिमीलाई, नपाए तिमीलाई, बिना अर्थ दिलमा सजाए तिमीलाई, तिर्खा लाग्यो पानी खाए मैले के बिराए, मैले के बिराए। गोर्खा पल्टन लगायतका अनगिन्ती हजारौं गीत आए, सयौं गीत त हिट खाए, आगो जली हिट भए। त्यस पछाडि मेरो आवाज सर्पको जस्तो हुन थाल्यो, यस्तो खालको हुन थाल्यो।
अब यो घाँटीले न स्टेज सो हुन्छ न रेकर्डिङ हुन्छ, कति गाह्रो हेर्नु त मलाई। त्यतिखेर 7-8 वर्ष अगाडिको कुरा हो यो। त्यतिखेर रेडियो नेपाल र यो टेलिभिजनमा त अन्जु पन्तले किनेर राखे जस्तो के, आधा घन्टा 1 घन्टासम्म मेरै फोटो बजाएको छ, गीत बजेको बजै। अनि धेरै गीत बजेको कारणले गर्दाखेरि कति अडियन्सलाई थाहा भएन अन्जु पन्त कुन अवस्थामा छ भन्ने कुरा थाहै भएन। अब गीत गाएर होला, हिँडिरह होला, होइन स्वस्थै होला भन्ने भयो। तर आज पनि मेरो दर्शक श्रोताहरू कति विदेशबाट मलाई कल गर्नुहुन्छ, एसएमएस गर्नुहुन्छ, मेरो पेजहरूमा मलाई फलोअप गर्नुहुन्छ, तपाईँलाई कस्तो छ, ठिक हुनुहुन्छ भन्नुहुन्छ, कति चिन्ता व्यक्त गर्नुहुन्छ। उहाँहरूले यति धेरै माया गर्नुहुन्छ मलाई, म भनेर साध्य छैन। टिनेजर्सको नानीहरू अघि पनि बिचरा उहाँ हेर्नुहोस् त, कम्ती छोपेर चाहिँ त्यहाँनिर फोटो खिचे हो कि सिङ्गल रे, फेरि सेल्फी रे, फेरि ग्रुपमा र कोनी के ल हेर त। अनि टिनेजर्स नानीहरू त झन् यति फिदा हुनुहुन्छ, यति धेरै माया गर्नुहुन्छ। म अमेरिकामा रहँदाखेरि पनि मेरो यहाँ यस्तो तलपट्टि आएर रोको 4-5 जना 6 जना जति बिचरा रोको रोइ, तपाईँलाई कस्तो छ, सन्चै हुनुहुन्छ, ठिक त हुनुहुन्छ भने रोको रोइ। अस्ति चितवनमा कार्यक्रममा जाँदाखेरि 100 वर्षको आमा पनि अन्जु पन्तको गीत सुन्नलाई आउनु भएको। हेर्नु कति धेरै प्रेम, होइन? रगतले लेखेको चिठीहरू पठाउनुहुन्छ कैयौँले, कस्ता कस्ता कुराको भावनाहरू कस्ता कस्ता छन्, कति धेरै प्रेम गर्नुहुन्छ। अनि उहाँहरूले धेरै चिन्ता व्यक्त गर्नुभएको थियो। तर त्यो बेला थाहा भएन अन्जु पन्त कस्तो छ भन्ने कुरा। तर मलाई चाहिँ दिनानुदिन झन् ग्रसित भइरहेको थियो। म के मात्र गरेन, मैले अमेरिकामा पनि इन्डोस्कोपी गरेँ, कति ठाउँमा मैले आफूलाई त्यो निको बनाउनको लागि धेरै कामहरू मैले गरेँ। धामी झाँक्री लगायतका सम्पूर्ण जे हामीले जीवनमा रहँदाखेरि गर्छौँ सबै गरेँ। मैले पनि औँठीहरू कति लगाएँ, कति ठाउँमा धाएँ, धेरै औषधि उपचार पनि गरेँ। औषधि उपचार नलिनुहोस्, डाक्टरहरू ठिक होइन भन्न खोजा चाहिँ होइन है। फेरि उहाँहरूलाई पनि परमेश्वरले धेरै आशीर्वाद दिनुभएको होस्, किनकि जब अन्तिम समयमा पुग्छ डाक्टर साहबहरूले पनि भन्नुहुन्छ अब ईश्वरलाई पुकार्नुहोस् भन्नुहुन्छ, हो कि होइन? उहाँहरूलाई पनि ईश्वर चाहिएको छ, हो कि होइन? त्यस कारणले उहाँहरूलाई गलत भन्नु खोजेको होइन। तर मलाई भएन, मलाई गाह्रो भयो, झन्झन निसासिँदै गएँ, झन्झन म पिल्सिँदै गएँ। त्यस पछाडि माइग्रेन र पिनास मेरो आँखा र टाउकोमा त कति 24 घन्टा दुख्थ्यो। मेरो गला यहाँनिर यो दुइटामा आगो जलाइदिइरहेको जस्तो पोल्थ्यो बेसकरी, यति दुख्थ्यो मलाई। अनि त्यस पश्चात मेरो यहाँनिर हात अम्ला भाँचेको थियो, त्यसले मेरो यो सबै दुख्थ्यो। अनि पेट दुखिरहन्थ्यो, ढाड दुखिरहन्थ्यो, यो कुर्कुच्चा दुख्थ्यो मलाई। त्यस्तै गरेर है शरीरको कुनै अङ्ग ठिक छैन। अनि अर्को ब्लन्डर झन् यो किडनीको साइडमा युरिन इन्फेक्सन भएर झन् 6 बिरको डाइजिन र एउटा सुई लगाएको झन् पो थला पर्यो। यस्तो बिघ्न दुखेको मलाई, त्यो दुखाइ म बयान गर्न सक्दिनँ। त्यतिखेर मेरो दिदीहरूले मलाई धेरै स्याहार्नु भयो। अनि मलाई खुनको आँसु बग्थ्यो, धेरै म रुन्थेँ। अनि मेरो दिदीहरूले भन्नुहुन्थ्यो चिन्ता नगर हामीहरू छौँ भन्नुहुन्थ्यो। अनि मैले भन्थेँ मलाई एउटा सुई लगाइदिनुहोस् न, मर्ने सुई लगाइदिनु न, साह्रै दुख्छ मलाई, साह्रै दुख्छ भन्नुहुन्थ्यो। यसरी ब्यालेन्स मिलाएर सुताउनु पर्थ्यो मलाई, नत्र भए अलिकति बिग्रियो भने म मर्लान त हुन्थ्यो। मैले मृत्यु माग्थेँ। एक दिन त के भयो भन्दाखेरि म सबैजनाले मलाई नछोडिकन बस्नुहुन्थ्यो। एक दिन चाहिँ म एक्लै परेँ क्या, अब सबैजना के काम पर्यो होला, एक्लै परेँ म। त्यस पछाडि मैले त्यो बलिको बक्रा हुन्छ नि, नुहाएँ, मजाले नुहाएँ। त्यस पछाडि मेरो दिदीको सासू 90 वर्षको सासू आमा, मैले हजुरआमा भन्छु, उहाँ अहिले हुनुहुन्न संसारमा, उहाँको मैले गुन्ने चोली र साडी लगाइछु। गुन्ने चोली र साडी लगाउँदाखेरि त मेरो हातमा मोबाइल चाहिँ म बोकिरहने बानी। अनि त्यो चाहिँ मोबाइल चाहिँ बोकेछु मैले। अनि गएछु पशुपतितिर गएछु, म त मुर्दा पोल्या हेर्ने, रुने, खालि त्यसो गर्ने। बल्ल त्यसो गरेर गएछु। त्यो गएपछि मेरो के भयो भन्दाखेरि कल 4तिरबाट आयो, कसो गरेर मलाई घरमा ल्याइयो। कति रोएँ। तर त्यो चाहिँ मेरो के रहेछ भन्दाखेरि यो चौबन्दी चोलीमा त यति धेरै फाटेको पो रहेछ। त्यो त मलाई त्यो पनि थाहा छैन, बौला जस्तो निस्केछु। त्यस पछाडि निस्केपछि एक दिन चाहिँ फेरि मैले के गर्दा भन्दाखेरि यस्तै 1 तला माथिको गोराबाट हाम फालिदिन्छु, खुट्टा पनि फ्र्याक्चर भयो। अब शरीरको अङ्गहरू त सबै गइसकेको थियो। यस्तै केसहरू, धेरै घटनाहरू पर्दै गए। त्यस पछाडि खोइ टेक्ने ठाउँ पनि छैन, समात्ने ठाउँ पनि छैन, केही छैन, छत पनि छैन जस्तो भयो। जिन्दगी नष्ट हुँदै गयो, शरीर त गयो, आत्मा पनि छुट्न थाल्यो। झन् त्यति नै खेर धेरै प्रहारहरू आए, मलाई बेइज्जत गरियो, धेरै कुराहरूमा मेरो नराम्रो कुराहरू लेखियो। सबै पत्रकारहरूलाई पनि म भन्दिनँ, तर कैयौँ कुरामा मेरो बदनामी भयो, मलाई धेरै कुराले ग्रसित बनायो।
मेरो परिवार छुट्यो, सबै कुराहरू छुट्यो, पैसा जेरो लेभल भइसक्यो, औषधि उपचार गर्दा गर्दा केही गर्दा नि हुँदैन, के चाहिँ गर्नु? संसारमा आफू हृष्टपुष्ट हुँदा र आफू हिट हुँदाखेरि मात्रै त हो नि संसार, होइन र? नत्र भए को छ र? कोही पनि छैन, कसैले हेर्न आउँदैन। हामी सबैजनालाई यो थाहा छ, अनुभूति गरेका छौँ। त्यस पश्चात मलाई वीरगञ्ज लगिने कुरा आयो। त्यो बेलामा स्याटरडे फ्राइडेको दिन थियो। शुक्रबार राति 10 बजे हामी वीरगञ्ज पुग्यौँ। वीरगञ्ज पुगेपछि त्यहाँ मलाई मेरो सानो बुवा सानो मम्मी मात्रै हुनुहुन्छ भन्ने थाहा थियो, तर उहाँहरू के काम गर्नुहुन्छ थाहा थिएन। एक दुईचोटि भेटेको थिएँ मैले, मेरो मम्मीको बहिनीको श्रीमान र बहिनी, मेरो सानो बुवा सानो मम्मी। अनि उहाँहरूकोमा म पुगेपछि उहाँहरूले मलाई राख्नुभयो। खुट्टा चाहिँ मेरो फ्र्याक्चरै थियो, ख्याल्चिङ थियो। अनि भोलिपल्ट शनिबार यस्तै हल रहेछ, हलमा 1 जना 2 जना 3 जना गर्दै धेरैजना आउनुभयो, जसले मलाई चिन्नुहुन्छ, अन्जु पन्त। उहाँहरू यति खुसी हुनुहुन्छ, म दुःखी छु, म रोएको छु, मेरो आत्मा साह्रै दुखेको छ, शरीरहरू साह्रै दुखेको छ मेरो। त्यस पछाडि मलाई राखिनुभयो त्यहाँनिर, त्यो उसमा बैठकमा राखियो। अनि डाङडाङ डुङडुङ गीत बज्न थाल्यो। गीत मलाई अचम्म लाग्दो अनौठो खालको फिल हुँदै गइसक्यो मलाई त्यो गीत सुन्दा। एकैछिनमा एकदमै मलाई अनौठो फिल हुँदा हुँदै मेरो शिरमा एउटा हात आयो। अनि मेरो कानले मैले धेरै मन्त्रहरू लगायतका धेरै कुराहरू मैले जानेको छु, मलाई थाहा छ। म धेरै सानैदेखि म धेरै ईश्वर खोज्ने मान्छे हो। हजुरहरू धेरै हुनुहुन्छ जसले धेरै ईश्वर खोज्नुहुन्छ, किनकि अघि पास्टर बाले भन्नुभयो जस्तै हाम्रो आत्मा चाहिँ परमेश्वरद्वारा आएको आत्मा, अनि परमेश्वरलाई नै हामी धेरै खोज्छौँ। अनि खोज्ने क्रममा कहाँ कहाँ दरबदर हामी भट्किन्छौँ। पिके फिल्म हेर्नुभएको छ है? पिके फिल्ममा रङ नम्बर र राइट नम्बर भन्छ नि, त्यसै अनुरूप मलाई एउटा कानमा बुट्टा नभरेको एकदम सादा, बुट्टा नभरेको एकदमै सादा एउटा आवाज आयो। त्यो मैले कहिले सुनेको थिइनँ। साह्रै साधारण थियो, तर कस्तो असाधारण, कति शक्ति थियो त्यो बोलीमा, कति शक्ति त्यो शब्दमा, कति शक्ति। म आँखा चिम्ले, म त्यो सभामा बसिरहेको छु र मेरो शरीरमा एउटा छुवाई मैले महसुस गरेँ, एउटा मेरो शिरमा एउटा हात आयो र मेरो कानले एउटा शब्द सुन्यो, जीवनमा पहिलोचोटि एकदम साधारण, हे परमेश्वर पिता, तपाईले बनाउनु भएको सुन्दर सृष्टिलाई कसैले पनि तहस नहस गर्न नसकोस्। कस्तो साधारण शब्द, हेर्नु न, यस्तो जाबा शब्द। ल हेर्नु त, के छ यसमा शक्ति? केही पनि छैन। यस्तो धेरै बुट्टा भरेको पनि केही पनि छैन। अचम्म र उदय के भयो भन्दा त्यो शब्द मेरो कानमा ठोक्केपछि मलाई अचम्मको शान्ति आनन्द लाग्न थाल्यो। म धेरै टुटेर रोएँ, स्पिच थेरापी गरे मान्छे, भोकल रेस्ट गरे मान्छे। मैले चिच्याउनु हुँदैन, मलाई थाहा छ, भाडमा जाओस्, मतलब छैन। यत्रो अडियन्स छ, मलाई लाज हुन्छ, म रुनु हुँदैन, त्यो पनि मलाई थाहा छ, त्यो पनि भाडमा जाओस्, मलाई मतलब छैन। मलाई लाज हुन्छ, त्यो पनि मलाई मतलब छैन। म आधा घन्टा लगभग 15-20 मिनटसम्म म गति रोएँ। हिजोको दिनमा जति रुन्थेँ त्यति मलाई झन् गाह्रो हुन्थ्यो, एन्टिबायोटिक खाएर म सुत्नु पर्थ्यो। तर आजको रुवाई मलाई कस्तो आनन्द कि जति म चित्कारेर रुन थालेँ त्यति मलाई हल्का फुल जस्तो कवास जस्तो भएर गयो। फुल जस्तो कवास जस्तो सम्झिनु त कति आनन्द आउँछ। हालेलुया! परमेश्वरलाई महिमा होस्। मैले त्यो दिन ख्रीष्ट येशूको छुवाई महसुस गरेँ र मैले प्रभुमा विश्वास गरेँ। अनि मलाई त्यो प्रार्थना गरिदिएको रहेछ। त्यो हात चाहिँ मेरै सानो बा पास्टर राजकुमार घिमिरेको रहेछ। उहाँहरू पास्टर बुवा पास्टर नि आमा हुनुहुँदो रहेछ र जुन ठाउँमा म पुगेँ त्यो चर्च रहेछ। त्यतिखेर मलाई थाहा भयो। अब चर्चबाट मैले सित्तैमा निको हुने मौका पाएँ। शरीरमा त निको भएँ तर आत्मामा पनि निको भएँ। मैले आत्मामा पनि विश्राम पाएँ। त्यस पछाडि मैले एउटा निश्चयता पाएँ। त्यस पछाडि बाइबल स्टडी गरेँ। मलाई परमेश्वरले साँच्चीकै धेरै आशीर्वाद दिनुभयो र उहाँले मलाई धेरै कुराहरू सल्लाह सुझाव दिनुभयो र मैले अगाडि बढ्ने मौका पाएँ। र मलाई संसारले ढलाउन खोज्दा र मार्न खोज्दाखेरि पनि मैले उहाँको प्रेम चाहिँ निरन्तर पाइरहेँ। निरन्तर निरन्तर अनन्तसम्म। परमेश्वरलाई महिमाको ताली दिनुहोस्।